मेरो दिदीको कितना गुस्सा आएगा यसरी नाच्न बोल्नु के घर जाएंगे Hello everyone, namaste, good morning and welcome back to another video. After long पछि किन अनि त्यो भन्दा अगाडि चाहिँ किन भ्लग गरेन हैन किन भ्लग नआको भनेर जसले पनि क्वेशन गर्नु भएको थियो त्यो क्वेशनको आन्सर चाहिँ आज म दिन चाहन्छु तपाईहरुलाई। फर्स्टमा त म अहिले जापानमा छु अनि यो भन्दा पहिला चाहिँ म नेपालमा हुँदा चाहिँ म गाउँमा हुँदा चाहिँ बढी भ्लग स्टार्ट गर्थे किनभने त्यहाँ चाहिँ म एक्लै हुन्थे अनि त्यहाँको अर्ग्यानिक कुराहरुको चाहिँ मलाई एकदमै क्याप्चर गर्न मन लाग्थ्यो अनि भिडियोहरु लिन मन लाग्थ्यो नि त त्यो भएर मैले त्यहाँको चाहिँ बढी भ्लगहरु स्टार्ट गरेको थिएँ। अनि बीचमा चाहिँ फेरि के भएको थियो भने बीचमा चाहिँ फेरि मेरो मोबाइल हराएर सबै कुराहरु त्यसमै गयो, सबै कुराहरु चाहिँ त्यो मोबाइलमा थियो, मेरो नोटहरु सबै गयो। त मेरो प्लानिङ थियो पछि गएर चाहिँ म त्यो भ्लग स्टार्ट गर्छु, अहिले चाहिँ छोड्दिन्छु भनेर चाहिँ मैले बीचमा छोड्दिए। अनि पछिको कुरा चाहिँ म अभियसली यहाँ जापान आइपुगे कति कुराहरुले गर्दाखेरि चाहिँ तपाईहरुको माझमा चाहिँ मैले भिडियोहरु अपलोड गर्न सकेन। पनि तपाईहरुले हेर्नु भएको छ नि भ्लगहरु, प्लिज शेयर लाइक कमेन्ट शेयर गरिदिनु होला प्लिज गाइस। दिदीको मजा चाहिँ पुरा त्यो उसमा रहेछ टाइममा लन्ड्रीमा आएको नि त हामी, अन्त दिदीको मजा हरायो भनेर कोठामा हामी पुरा खोज्छु हो, तर दिदीको मजा चाहिँ यहाँ रहेछ कि खासमा। मेरो अनुहार चाहिँ अलिकति सोझी छ भन्छ तर त्यस्तो सोझी चाहिँ होइन है, म टाइपको छ क्या, चुलबुले टाइपको छ क्या है। अब मेरो पनि पालो आउँदैछ, अब कोठाहरू लिने भनेर भनिरहेको छ, त्यो भएर अब कता हुन्छ भनेर थाहा हुँदैन नि त। लन्ड्री यस्तो घुमाएर हामी है म यहाँ भनेर दिदी हेर्नु न कति राम्रो घर भन्यो भने यो घर बाल बिग्रेको बेलामा बनाएको पुरा उसको जवाफ त्यही हुन्छ क्या, त्यस्तो झुप्पा भनेको। मेरो दिदी चाहिँ पुरा क्युट छ हो, अन्त उसले अनुहार देखाउँदैन, जहिले यसरी हिँड्छ अनि यसरी हिँड्नु न म जस्तै गरेर। तर क्यामेरामा तपाईँ पुरा हुनुभएको छ, तपाईँ लजाउनु भए पनि नलजाउनु भए पनि ल आमामा कति राम्रो भयो। मेरो पनि उता त्यही राम्रो भयो भने त मलाई देखा क्यामेरामा राम्रो नेचुरल नै हुनुहुन्छ उहाँ चाहिँ, भेनाले मेकअप गर्न दिनुहुन्न कि त्यो बेला। तो अपने साजन के घर जाएंगे दिदी बहिनीको भाइ चाहिँ यसरी मिल्छ कि हाम्रो त, तर कहिले काहीँ मात्रै हो कि घरि हुँदैन, कहिले काहीँ मात्रै हो कि यस्तो हुनुहुन्छ हाम्रो सिकाजमा। राम्री दिलवाली छौ तिमी, मलाई पनि मन पर्छ है तिमी। यसरी नाच्न बोल्दिन कहिले होला। हामी चाहिँ कुर्दा यस्तो भइसक्यो अनि मेरो चाहिँ यसरी चल्दैछ दिनचर्याहरुमा। तर यो फल नि यहाँ राख्ने मात्रै हो, नटिपेर खान मिल्छ। यस्तो छ भनेर चाहिँ मैले हेर्नु न कस्तो दामी कस्तो बवाल निस्किरहेको छ क्या। म यो पहिलो पातको फेद मुनि बसिरहेको छु है, सबैजना यो पहिलो फुल हेर्न ओ माई गड टाइपको भइसक्यो बवाल छ भने। तर यो चाहिँ हाम्रो घरको अलिकति यता हो कि दाइ, तपाईँलाई मेरो भ्लगमा राखिदिए ल। मेरो दिदीको छोरीलाई यो त पुरा भ्लगमा जान्छ नि फेरि। एकदम राम्रो दाइले मेरो दिदीको दिन जति राम्रो फोटो खिच्दै पनि किच गर्नुहुन्छ कि देखो कितना गुस्सा आएगा। ओके मैले खिचेको कति राम्रो छ मलाई नबिर्सिनु ल ओके होइन नि आमै हाँसो चाहिँ रोक्न सकिन्न नि फेरि। आमा दाइको हाँसे अब के गर्नु, बहिनी यस्तो क्यामेराम्यान भइसकेपछि छेउछाउमा जे जस्तो भयो भने ठ्याक्क हामीले चाहिँ भिडियो खिचिहाल्छु। तर कस्तो पोल्ने घाम हौ, गिरिसाको मान्छे यही हो है। अहिले त्यहाँ फोटो अपलोड गर्छु सबैजना, त्यसपछि किन रिसाएको भनेर त्यहाँबाट कन्फिडेन्ट यति कन्फिडेन्ट भइसक्यो उता यहीँ बसेर भर्खरै कन्फिडेन्ट भइसक्यो। भाउजू कहाँ जानुभयो किन हाँसो उडिसक्यो, त्यस्तो छैन पहिलेको जस्तो रसिलो। भाउजू पठाएर होला, दाइ पनि काम गर्नुहुन्छ तर हिउँ जस्तै छ दिदी, उठको हाँसो जस्तो
दाइ चाहिँ भर्खर जानुभयो हामी चाहिँ एकछिन बाहिर निस्किहाले हेर्न सक्नुहुनेछ एकछिन निस्केपछि अनि फेरि हामी अनि बेलुका चाहिँ म पुरा इन गर्छु हो एकछिन चाहिँ हामी नि पसल जाने काम थियो आज हाम्रो त्यही भएर चाहिँ हामी एकछिन निस्किन्छु आजको डेको ब्लग चाहिँ तपाईले हेरिसक्नुभयो के कस्तो छहरूले कमेन्ट गर्न नछुटाउनु होला र सकेसम्म अब यो भन्दा पनि बेस्ट गर्दै जान्छु आई होप थ्यांक यू फर वाचिङ